छ। आज हामी युट्युबमा भेटिएको एउटा भिडियो क्लिपबारे अलि गहिरो कुराकानी गर्दैछौँ। नमस्ते। यो क्लिपमा एकजना नागरिकले साफे बगरका मेयरप्रति निकै तीखो आक्रोश पोखेको देखिन्छ है। एकदमै। अनि विचारहरू पनि छन् त्यसमा। स्रोत त सानो भिडियो अंश हो, तर त्यसमा नागरिक र जनप्रतिनिधि बीच प्रत्यक्ष कुराकानी छ। अनि राजा र गणतन्त्रका नेताहरूको तुलना पनि गरिएको छ, जुन आफैमा रोचक छ। हो, त्यो तुलना नै सायद सबैभन्दा ध्यान तान्ने पक्ष होला। त्यही त। आज हाम्रो उद्देश्य चाहिँ अब यो संवादबाट नेतृत्वप्रति मान्छेको धारणा कस्तो रहेछ, अनि नेपालको विगत र अहिलेको शासन प्रणालीबारे कसरी तुलना गर्दा रहेछन्, विकासबारे के सोच्दा रहेछन्, यस्तै कुरा केलाउने हो। ल सुरु गरौँ त्यसो भए। भिडियोको सुरुमै नागरिकले मेयरलाई सोधेको त्यो प्रश्न, तपाईँ हाम्रो राजा हो र, यसले नै अलि झस्काउँछ होइन? यसले निर्वाचित प्रतिनिधि र जनताको अपेक्षा बीच कस्तो खालको दूरी या असमझदारी देखाउँछ जस्तो लाग्छ। हो, त्यो प्रश्न निकै वजनदार छ। अनि त्यसपछि तुरुन्तै उहाँले ती नागरिकले एकजना निर्वाचित मेयरलाई पदच्युत गरिएका राजा ज्ञानेन्द्रसँग जसरी तुलना गर्नुभयो नि। राजा ज्ञानेन्द्रलाई त हामीले नागार्जुन पठाइएका होइन भनेर। हो, त्यही। त्यो झनै अर्थपूर्ण छ। यसले के देखाउँछ भने अब नेपालमा यति ठूलो राजनीतिक परिवर्तन भयो होइन, राजतन्त्र गयो, गणतन्त्र आयो, तर पनि मान्छेको मनमा खास गरी जब असन्तुष्टि हुन्छ त्यति बेला पुरानै संरचना, पुरानै पात्रहरूको सम्झना वा तुलना गर्ने बानी त्यो अझै बाँकी नै रहेछ। गणतन्त्र आएको 1.5 दशकपछि पनि यस्तो हुनुले अलि सोच्न बाध्य बनाउँछ। हो नि। अनि अर्को चाखलाग्दो कुरा आयो जब उहाँले विगत सम्झिनुभयो। विगत पल्टेर हेर्यो भने यो देशमा कसले विकास गर्यो भने राजा महेन्द्रको कार्यकाल देखिन्दो रहेछ भन्नुभयो। ए, महेन्द्रकै कुरा हो। यो भनाइले चाहिँ वर्तमान प्रतिको निराशालाई विगतको अलि बढी आदर्श मानिएको समयसँग दाजेको जस्तो देखियो। खास गरी राजा महेन्द्रकै नाम किन आयो होला विकासको सन्दर्भमा? के यो ठूला पूर्वाधारसँग जोडिएको पुरानो सम्झना हो कि? यो निकै महत्त्वपूर्ण अवलोकन हो तपाईको। वास्तवमा नेपालमा यो प्रवृत्ति बारम्बार देखिन्छ। पुरानो शासन व्यवस्था, विशेष गरी पञ्चायतकाल, राजा महेन्द्रको समय, जसलाई कोही पूर्वाधार विकास या राष्ट्रिय एकताको कोणबाट सम्झन्छन्, त्यसलाई अहिलेको लोकतान्त्रिक अभ्याससँग तुलना गर्ने चलन छ। यो भिडियो क्लिप पनि त्यसैको एउटा उदाहरण हो। तर यहाँ एउटा कुरा स्पष्ट पारौँ है, हामी यो स्रोतमा व्यक्त विचार मात्रै प्रस्तुत गर्दैछौँ, यसको पक्षपोषण या विरोध होइन। पक्कै पनि, हामी त विश्लेषण मात्र गर्दैछौँ। हो, तर यस्तो तुलना किन बारम्बार हुन्छ त्यो सोच्नुपर्ने कुरा हो। सायद नागरिकहरूले विगतमा भएका देखिने खालका ठूला परियोजनाहरू जस्तै राजमार्ग बनेको कुरा सम्झन्छन्, अनि त्यसलाई वर्तमानमा आफ्नै आँगनमा चाहेको जस्तो स्थानीय विकास या सुशासन नपाउँदा त्यसको अभावसँग दाजेर हेर्छन् होला। ए, भनेपछि यो वर्तमान प्रणालीप्रतिको उच्च अपेक्षा अनि त्यो पूरा नहुँदाको निराशाको अभिव्यक्ति पनि हो। हो, धेरै हदसम्म त्यही हो जस्तो लाग्छ मलाई। ल, यो त भयो शासन प्रणाली र विकासको कुरा। तर वक्ताले आफूलाई सचेत नागरिक र चलचित्रकर्मी भनेर चिनाउँदै कुराकानीलाई अर्कै मोड दिनुभयो नि त। उहाँले एकाएक राजेश हमाल र सीमा मिचिने प्रसङ्ग जोड्नुभयो। त्यो पनि छ। राजेश हमालसम्म सीमा मिच्न म भन्छु पाइँदैन भन्नुभयो। स्थानीय तहको मेयरसँगको बहसबाट यो राष्ट्रिय सरोकार र एकजना चर्चित व्यक्तित्वको प्रसङ्ग कसरी जोडियो होला, यसको केही गहिरो अर्थ छ कि? यो निकै रोचक मोड हो साँच्चै। यसले केही महत्त्वपूर्ण प्रश्नहरू उब्जाउँछ। पहिलो, सार्वजनिक व्यक्तित्वहरू जस्तो राजेश हमाल कसरी राष्ट्रियता वा राष्ट्रिय सरोकारका मुद्दाहरूमा एक किसिमको प्रतीक बन्न पुग्छन् होला? सायद उनीहरूलाई राष्ट्रिय पहिचान वा स्वाभिमानसँग जोडेर हेर्ने गरिन्छ। त्यसैले सीमा जस्तो संवेदनशील विषयमा उहाँको नाम जोडिनु सायद अनौठो होइन। ए, दोस्रो कुरा, ती नागरिकले आफूले बन्दुक लिएर लड्न जाने होइन नि त भन्नुले के देखाउँछ भने उहाँ आफ्नो भूमिकालाई अभिव्यक्ति र सचेतना फैलाउने तहमा सीमित देख्नुहुन्छ, तर भावना भने निकै तीव्र छ। त्यो प्रष्टै छ। हो, यो एक किसिमले विचार अभिव्यक्त गर्ने नागरिक अधिकार र प्रत्यक्ष कारवाहीमा उत्रने अवस्था बीचको यथार्थपरक सीमाङ्कन पनि हो। त्यसो भए यो सबै कुरालाई जोडेर हेर्दा के देखियो त? जनप्रतिनिधिप्रति स्पष्ट जनअसन्तुष्टि छँदैछ।
शासन प्रणालीहरूको ऐतिहासिक तुलना, खास गरी विकासको कसीमा राजतन्त्र र गणतन्त्रलाई दाज्ने प्रवृत्ति पनि देखियो। त्यो पनि देखियो। अनि स्थानीय मुद्दाबाट सुरु भएको बहस राष्ट्रिय सरोकार र प्रतीकात्मक व्यक्तित्वसम्म जोडिन पुगेको पाइयो। नागरिकहरूले यसरी विभिन्न तहका मुद्दाहरूलाई एकै ठाउँमा ल्याएर आफ्नो आवाज राखिरहेका छन्, होइन त? एकदमै राम्रो सारांश भयो। र अन्तमा श्रोताहरूलाई एउटा प्रश्न छोडेर जाउँ न त, के भन्नुहुन्छ? हुन्छ। नेपालको आजको सार्वजनिक बहस अनि नेतृत्वप्रतिको आम अपेक्षालाई यी ऐतिहासिक कथाहरू, विगतका शासकहरूप्रतिको सम्झनाहरू, चाहे ती सकारात्मक हुन् वा नकारात्मक, अनि राजेश हमाल जस्ता राष्ट्रिय प्रतीकहरूले कसरी निरन्तर आकार दिइरहेको छ? अनि नागरिकहरूले विकास वा प्रगतिको मूल्याङ्कन गर्दा विगतका अनुभव र वर्तमान लोकतान्त्रिक प्रक्रियाका चुनौतीहरूलाई कसरी सन्तुलनमा राख्छन् होला? हो, यो विषय साँच्चै मनन योग्य छ जस्तो लाग्छ।